राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा नीलो क्रान्तिको राजधानी चितवनमा हार्दिक स्वागत गर्न चाहन्छु। परिवर्तनको सपना देखेर त्यसलाई साकार पर्ने आँट र साहस मलाई यही चितवनको माटोले दिएको छ। मबाट हामी बनाउने साहस पनि यही चितवनले दिएको छ। त्यसैले यो देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, राष्ट्रपाको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनैतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई म स्वागत गर्न चाहन्छु। यहाँको उपस्थितिका लागि धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, हामी आज यहाँ आइपुगेका छौँ। यहाँ आइपुग्दा यो यात्रा यहाँसम्म ल्याउँदा धेरै मानिसको बलिदानी पुगेको छ, धेरै मानिसको बलिदानी चढेको छ। ती बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साँच्चै नै अग्लो देखिएका छौँ। तमाम बलिदानीमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने तमाम शहीदहरूलाई सम्झन चाहन्छु। घाइते साथीहरूलाई सम्झन चाहन्छु जो आज शरीरभरि छर्रा बोकेर, घाइते शरीर बोकेर पनि यो देशमा परिवर्तन गरेरै छाड्ने हुटहुटी बोकेर राजनीतिमा लागिरहनु भएको छ। ती सबैलाई एकमुष्ट सम्झन चाहन्छु। राष्ट्रपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ जहाँ अहिले अधिकांश गैर राजनीतिक मानिसहरू आइपुगेका छन्। यो एउटा बाध्यता हो, यो रहर थिएन। हामीले पटक पटक भन्यौं तर हाम्रो कुरा सुनिएन, धेरै पटक भन्यौं सुनिएन, टेलिभिजनको पर्दाबाट भन्यौं सुनिएन, राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौं सुनिएन, यतिसम्म कि जेलको काल कोठरीबाट पनि भन्यौं सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ, तर आजभन्दा 1 वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो। तपाईसँग साक्षात्कार गर्ने मसँग कुनै माध्यम थिएन। भैरवामा योभन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो। अरूका लागि जेल एउटा ठुलो कम्पाउन्ड हुन्थ्यो, मेरो लागि एउटा गोल घर, एउटा कोठा नै जेल बनाएर सरकारले सुविधासँग सुविस्तासँग राखेको थियो। मैले तपाईलाई धेरै सम्झेको थिएँ, धेरै सम्झेको थिएँ। म आज तपाईलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो। धेरै त सम्झन्न,